हेलो एभ्रिवान, सबैमा सेवानी। अनि म चाहिँ कहाँ आएको छु भन्दाखेरि आज चाहिँ हाम्रो चाहिँ यो कन्ट्रोलमा चामल चाहिँ अस्ति दिइसक्यो। अनि आएको छ अहिले चिनी दाल, अनि त्यहाँदेखि के पो छ चिनी दाल अनि निमक नि निमक सरकारले दिएको छ हैन। यो पालि यो महिनादेखि चाहिँ अनि म चाहिँ को आएको छु भन्दाखेरि म बहिनी त छना चामल लिनु आएको छु हैन। अनि सबैजनाले दिइराखेको छ। अनि अहिले चाहिँ नेटको एकदम प्रब्लम भएर बसिरहेको छ अनि सबैजना। अनि आज चाहिँ ब्यानर पनि यस्तो खालको लगाएको छ किनभने आज सबै जग्गामा हैन दिइराखेको छ दाल चिनी निमकहरू। अनि हाम्रोमा पनि यहाँ पनि यहाँ सद्यमा पनि दिइराखेको छ यसरी। अनि हामी चाहिँ लिनु आएको हेर्नुहोस् दाल अनि त्यहाँदेखि यहाँ चिनी अनि निमक। त्यसको बादमा चाहिँ आज चाहिँ फेरि नेटको यति प्रब्लम कि यति नेट इस्यु भइरहेको छ कि नेटै चलेको छैन। नेटको इस्यु छ ज्यादा। त्यहाँदेखि हामीले चाहिँ यसको बादमा गएर यहाँ फिङ्गर दिनुपर्ने हुन्छ। अनि फिङ्गर चाहिँ बहिनीले दिँदैछ। यस्तै चल्दैछ। धान चाहिँ अलिकति थियो र हामी चाहिँ काटिसक्यौँ धान चाहिँ। अनि यहाँ चाहिँ लिनु आएको छौँ। बोरिङ भइसक्यो बस्दा बस्दा। यहाँ बहिनी पनि भन्दैलु अलिकति तल मैले खोक भनेको थिएँ यहाँ भन् पो भनेको लगाइस हुन्छ। फेरि भेटौँ नेक्स्ट भिडियोमा। अलिक जिउ सन्चो छैन, ज्वरो आउला जस्तो भएको छ हैन। 2-4 दिन धान काट्दा हत्तु भएर सघाउने चाहिँ यता यस्तै छ। ल हुन्छ अहिलेको लागि चाहिँ बाई बाई।